भन्ने मेरो विश्वास छ। मैले शान्ति सम्झौतामा हस्ताक्षर गर्दा त्यति बेला तत्कालीन राजा ज्ञानेन्द्र, अहिले पूर्व राजा भन्ने गरिएको छ, मैले भनेको थिएँ हामीले जनयुद्ध र जनक्रान्ति मार्फत गणतन्त्रको निम्ति आधार तयार पार्यौं र ज्ञानेन्द्रले आफ्नो मूर्खता मार्फत पनि हामीलाई मद्दत गरेकै हो भनेको थिएँ मैले। उनले धेरै मूर्खता नगरेको भए अझै केही वर्ष उनले 7 राजनीतिक दलमाथि पनि दमन नगरेको भए नेताहरूलाई सबैलाई उनैको पछि लाग्छौं भनेर आत्मसमर्पण गर्न खोज्दा पनि लाट्टाले नहानी दिएको भए सायद केही वर्ष टिक्न पनि सक्थे। त्यसकारण मैले भनेको थिएँ भिलेनको रूपमा ज्ञानेन्द्रको भूमिका पनि महत्वपूर्ण छ गणतन्त्र स्थापनामा। अहिले फेरि राजतन्त्र पुनर्स्थापनाको कलाविहीन नाटक, मैले त्यति बेला पनि भनेको थिएँ यो कलाविहीन नाटक प्रदर्शन गरेर नेपाली जनतालाई अझ अधिकार सम्पन्न बनाउन, नेपाली जनता अझ जागरूक हुन, सचेत हुन र समाजवादी क्रान्तिको यात्रामा अगाडि बढ्न एउटा नयाँ संकल्पको आधार तयार पारेका छन्। त्यस अर्थमा फेरि पनि ज्ञानेन्द्र शाहको भूमिका महत्वपूर्ण नै हुन्छ भनेर हामीले बुझ्नु पर्दछ भन्ने मलाई लाग्छ। किनभने कुनै पनि कथा, उपन्यास, फिल्म चाहिँ हिरोले मात्रै चल्दैन, त्यहाँ भिलेन पनि चाहिन्छ। भिलेनको रोल सक्रिय भएन भने हिरो पनि राम्रो सफल नहुन सक्छ। त्यहाँ भिलेन अलिक खतरनाक भएर आइदियो भने अनि हिरोले पनि सम्पूर्ण ताकतको साथ त्यसलाई परास्त गर्ने गर्छ।